नमस्ते हजुर चाहिँ कहाँदेखि आउनु भएको रे? हजुर नमस्ते ज्यू हजुर अनि आज विशेष गरी 2025 को मई महिनाको 26 तारिक यो अन्तिम दिन बुद्ध अमिताभको मन्त्र जाप त्यसैले गर्दाखेरि यस बुद्ध अमिताभको मन्त्र जाप चाहिँ विशेष गरी अनि यहाँका 12वां अवतार हाम्रो महान परम पावन ग्याल्मोङ डुक्पाको उहाँको आमालाई विशेष गरी अंकित गरेर यो जुन चाहिँ मन्त्र जाप राखिरहेछ अनि ग्याल्मोङ डुक्पा 12वां ग्याल्मोङ डुक्पा गुरुको आमाले चाहिँ खास गरी यो 10 करोड मन्त्र जाप अलरेडी समापन गर्नुभयो अनि अर्को अझै 2 खेप 10 करोडको यो मन्त्र जाप 2 खेप गर्ने उहाँको ठुलो चाहना थियो र 2 खेप त पूर्ण भएन त्यसैले गर्दाखेरि यो राखेको हौं त्यसैले गर्दा यो खास गरी मन्त्र जाप अनि परम पावन ग्याल्मोङ डुक्पाले जुन चाहिँ भन्नुभयो र मेरो आमाको नक्सा चारैतिर म देखिरहेछु यो चाहिँ के भने मेरो आमाको निमित्त मात्र नभएर यो बुद्धले पनि बुद्ध शाक्यमुनिले जुन चाहिँ हाम्रो नेपालमा जन्मिनु भएको बुद्ध शाक्यमुनिले पनि आफ्नै माता महामायाको कृपा फर्काउनुको निमित्त 33 कोटी देवलोकमा जानु भएर 90 दिन जुन चाहिँ बिताउनु भयो त्यसरी नै उहाँ यसरी हामीले ठान्नुहुन्न कि उहाँले आफ्नै माताको लागि त्यत्रो गर्नुभयो अरूको लागि गर्नु भएन त्यो एउटा पक्षपातको दृष्टिले हेर्नुहुन्न यो चाहिँ के हो भने आफ्नो आमा भनेको यो जुनीमा जुन चाहिँ आफ्नो आमा तपाईहरु सबैको आफ्नो आमा चाहिँ कतिको चाहिँ कृपालु हो भनेर सोच्नुपर्ने हो र यसले एउटा त्यो संकेत दिन्छ कि आफ्नो आमाले आफूलाई जन्म दिँदाखेरि कतिको कष्ट दुःख उहाँले झेल्नु भयो त्यहाँदेखि चाहिँ हामीलाई बचाउनु भयो हामीलाई हुर्काउनु भयो कति तपस्या गर्नुभयो त्यसरी नै आमालाई सोचेर हामीले मन्त्र जाप गरेको हुनुपर्छ र त्यसैले गर्दा सुख समृद्धि दीर्घ आयु भन्ने चाहिँ के हुन्छ भने सम्पूर्ण आमा रूपी सम्पूर्ण प्राणीको निमित्त हामीले सोच्नुपर्छ भने अति नै जरुरी हो अनि आज विशेष गरी परम पावन 12वां ग्याल्मोङ डुक्पाज्यूले के भन्नुभयो भनेदेखि हामीले यो जति पनि साधना गरिरहेछौँ यो साधना चाहिँ सम्पूर्ण प्राणीको निमित्त हामीले उहाँलाई परिणाम चढाउनुपर्छ उहाँहरूको है सुख समृद्धिको निमित्त उहाँको दीर्घायुको निमित्त उहाँहरूको बुद्धत्व प्राप्तिको निमित्त उहाँहरूको ज्ञान प्राप्तिको निमित्त जुन चाहिँ उहाँले भन्नुभयो अति नै तपाईको अनि त्यो पनि एउटा मैत्रीको साथमा करुणाको साथमा मैत्री र करुणा के हुन्छ भने मञ्चको सेवन इत्यादि हामीले त्याग्नुपर्छ भनेर उहाँले जोड दिनुभयो मञ्चको सेवन गरेर जति साधना गर्दाखेरि पनि त्यति ठोस त्यसको फल मिल्ने छैनन् त्यसैले गर्दाखेरि त्यो पनि हामीले शाकाहारी भएर सम्पूर्ण प्राणीप्रति करुणा दया भएर नै आज हामीले दिनभरि एकदमै हामीले उहाँहरूको प्रार्थना गर्नुपर्छ जुन चाहिँ यो साधनाको बेला पनि जति पनि साधक साधिकाहरू जति पनि धर्म अनुयायीहरू चारैतिरबाट आए विशेष गरी हाम्रो नेपालकोबाट है अरू क्षेत्रहरूबाट भियतनामबाट अमेरिकाबाट त्यसरी नै यता क्यानाडाबाट त्यसरी नै युरोपको देशहरूबाट धेरै आउनुभएको छ उहाँहरू सबैलाई यहाँ शाकाहारीको भोजन जुन चाहिँ चढाउनुको छ त्यो पनि एउटा ठुलो एउटा पुण्यको अर्जन गर्ने एउटा यो हो अनि नेपालमा विशेष गरी हाम्रो बसोबास गर्नुहुने सम्पूर्णलाई पनि एउटा टुरिज्मको फाइदा पनि यो भइरहेको रहेछ र त्यस्तो मलाई पनि लाग्छ मलाई चाहिँ लाग्छ र मण्डलामा आएको जस्तो लागिरहेको छ धन्य भएर छ म आफै यस्तो टाढोबाट आएको त्यसले गर्दा धन्य मलाई लागिरहेको छ नमस्कार हजुरहरूले सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् धन्यवाद।